बिहानको 8 बजिसक्यो अहिलेसम्म बाबुहरू सुतिरहेछन्। अब बेबु निरु बेबु बेबु निरु गुड मर्निङ गुड मर्निङ गुड मर्निङ। 8 बजीसम्म आज इन्डिया जाने भन्ने कुरा छ। अहिलेसम्म सुत्याहान यिनीहरूलाई आज हामीले छोडेर जाने होला। बेबु 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 गेटअप 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 बेबु गेटअप निरु गेटअप 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 निरु बेबु के बेबु लेट भयो आज कहाँ जाने हामी निरु India yes बिबु कहाँ नि आज हामी इन्द सुतिसिन सुतिसिन ला यहाँ रास्पट दिने होला हामीले है त। आज हामी कहाँ जान लागेको छौं? मुम्बई बुटोल। बेबु आज हामी कहाँ जान लागेको? मुम्बई हो मुम्बईमा गएर के गर्छ निरुले? के गर्छ के खान्छ के खान्छ? फेरि हेर्नु होला म यहाँ आफ्नो चस्मा पुछिराखु हल्लाई थाहा होला यही हेर्नु होला। अनि यहाँ हामीले यहाँ सबै प्याक गरिराखौँ अनि हाम्रो 10 दिनको टुर हो। अनि हामी यहाँ आफ्नो हाम्रो सामानहरू प्याक गरिसकेका छौँ। हामी छौँ नि त्यो हामी इन्डिया जाने हो तर त्यसको ठाउँको नाम चाहिँ मुम्बई हो। अनि म मुम्बई पुगेपछि सबै कुराहरूलाई देखाइदिन्छु है। अब प्लेनमा पनि धेरै सामानहरू भनिदिन्छु होला। एउटा बिजनेस के होला मलाई थाहा नपर्यो त्यो यहाँ हेर्नु होला म यहाँ आफ्नो चस्मा पुछिराखु। अब एकैछिन अब हेर्नु होला म कस्तो ल मेरो जुत्ता देखाइदिन्छु होला। कमेन्ट गर्नु होला कस्तो छ जुत्ता है गाइस। अनि हाम्रो यो छ नि यो सबै यो चस्मा राम्रो छ कि जुत्ता राम्रो छ कमेन्ट डाउन बिलो। ल हेर्नु होला यहाँ हामी ट्याक्सी आइसक्यो। अब हामी एयरपोर्टमा गएपछि हेरौँला। अब हामी ट्याक्सी चढेर बुटोल जान थालेछौँ। एयरपोर्टमा गएर हो साँच्चीमा हेर्नु होला यो बाटोमा हामी बुटोल गइरहेछौँ। अब हेरौँला एयरपोर्टमा। अब हेर्नु होला यो बाटो बुटोलको बाटो हो। यो बुटोलको बाटो होइन एयरपोर्टको। अब हामी अहिले हामी कहाँ पुग्यौं? हामी यहाँ अहिले सावेल हामी यहाँ चावेल पुगिसकेका छौँ। अब हामी एयरपोर्टमा हजुरहरूलाई हेर्छौँ। गाइस जब म पसिना निकालिरहेको छु के को पसिना निकाल्छौ? कपालको पनि गालाको पनि नाकको पनि आँखाको पनि मुखको पनि। किनकि भाइलाई पसिना आएर बाबा मामुले त्यो चिसो बरफहरू किन्दिनु होला त्यही होला रिजन। त्यही त हो नि रिजन। ल है हाम्रो पैसा बच्यो है। त्यहाँ बेच्न बाटोको पैसा बेच्न हुन्छ भने हाम्रो पैसा छैन कि। अब हामी एयरपोर्टमा पुगिसक्यौँ। अनि हेर्नु होला तुरुबम इन्टरनेसनल एयरपोर्टमा आयौँ। त्रिभुवन ल अहिले हामी यहाँ भैरवा इमिग्रेसनमा छौँ। हाम्रो त्यो इमिग्रेसन सिद्धेपछि एरोप्लेनमा हेर्नु अब हेर्नु होला हामी यहाँ एयरपोर्टमा यहाँ आइसकेका छौँ। अब हामी यहाँ वेटिङमा बसिरहेछौँ। हामी भैरवाको अब एयरपोर्ट आउनु हामी यो भैरवाको त्यो एरोप्लेनमा जान्छौँ। अनि एरोप्लेनमा भेटौँला है। मैले श्री एयरलाइन्समा छु त्यो एयरपोर्टको नाम। अनि एयरपोर्टको के प्लेन होला नि? अनि हाम्रो एयरपोर्ट श्री एयरलाइन्स हो कि प्लेन हो? हामी एयरपोर्ट श्री एयरलाइन्स हामी अहिले चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा छौँ काठमाडौँ। कति बजे फ्लाइट? हाम्रो 2 बजे 2:35
2:35 बजेको फ्लाइट छ है। अनि यो मेरो बोर्डिङ हो गाइस। अनि यो मेरो बोर्डिङ मेरो पनि निरो चाहिँ कहाँ जानु लाग्यो? अब हामी बुटोल जान थालेछौँ। अनि हामी काठमाडौँको एयरपोर्टमा छौँ। अब हामी काठमाडौँको एयरपोर्ट छौँ। एयरपोर्टबाट हामी कहाँ जान लाग्छौँ? भैरव एयरपोर्ट। एयरपोर्ट जान अनि भैरव एयरपोर्ट गइसकेपछि हामी कहाँ जान्छौँ? मुम्बई जान्छौँ भाइ ट्रेन। तर हामी ट्रेनमा अब हेर्नु होला हामी एरोप्लेनमा छौँ। अब हामी एरोप्लेनमा हेरौँ न हजुरहरूलाई। हामी आफ्नो डेस्टिनेसनमा भेटौँला। तिनीहरूले हामीलाई 1 घन्टा हाल्दै अब हामीलाई पुग्न पनि आधी घन्टा लाग्छ। अब भैरवामा हेरौँ न हजुरहरू। अनि अब हामी मुम्बई जानु। अब हामी मुम्बई जानु। अनि हामी रिक्सामा छौँ। अब हामी त्यो ट्रेन स्टेसनमा गएर अहिले हामी कहाँ अब हामी गौतम बुद्ध इन्टरनेसनल एयरपोर्टमा पुग्यौँ। अब हामी ट्रेन स्टेसनमा जान्छौँ। 2-3 घन्टा लाग्छ हामीलाई पुग्न। अनि ट्रेन स्टेसनमा होला हेरौँ होला। के भयो? किन रुसा कि मामु? यसलाई के भयो त नि युट्युबरलाई? युट्युबर थाक्यो नि। सानीलाई के भयो अरे? अहिले हामी के छ? ई रिक्सामा छौँ। अब यहाँ हामी सुनौली पुगेका छौँ। अब हामी यहाँ खाना खान्छौँ। अनि हामी अब ट्रेन स्टेसनमा गोरखपुरको लागि ट्रेन स्टेसनमा हजुरसँग हामीले ट्याक्सी बुक गरिसकेछौँ। ट्याक्सी बुक गरिसकेछौँ। अब ट्रेन स्टेसनमा हजुरहरूलाई हेर्नु पेट्रोल पम्पमा ड्रागन फ्लाइट गरी अनि मेरो एक्सिडेन्ट निरो हेलो भन तिमी अब कहाँ जाँदैछौ? अब हामी केही समयमा गोरखपुर पुग्छौँ। अब हामी कति आवर्स हामी लेट भयो त्यहाँ? 2 आवर्स। अनि राति हामी सुतेर अहिले भर्खर हामी गेटअप भयौँ हो। के खायौँ त आज मर्निङमा? अरू ओके। अनि इन्जोय भएको छ त ट्रेनमा? छ। यो साथीको नाम के हो? थाहा छैन? तिम्रो साथी हो? ल ओके। ट्रेनमा भेटेको साथी होइन? ल हाम्रो डेस्टिनेसनमा हजुरहरूसँग भेटौँ। रातिको कति बज्यो अहिले? बिहानको
4:30. 4:30 भयो 4:30 AM मा हामी कहाँ पुग्यौं मुम्बई ट्रेन स्टेसन हामी अब यसले थाहा पाइनन् मेरो बच्चाहरु चाहिँ एक्साइटेड छ अब मुम्बई टुरको लागि Bibu kan license re? Bibu kan license mana mana tu? Kan license mana? Biar try dengan license ini, apa try lagi mai bayar nanti sama kami ini, oh ni ana, ani, era cost lah Mumbai malah mana tu era, itu era mana era, no good, okay. यो युट्युबर बदमास छ यसलाई केही पनि बोल्न आउँदैन यस्तो युट्युबर गरेको मान्छेले कसरी भिडियो बनाउला कुनको डायलग कुन सिनको कहाँको युट्युबर खै मामा खै मामा Bibu. Okay guys, हामी अब इन्डिया गइराछौं। हेर्नु होला बाटो। हामी इन्डिया गएर हामी मुम्बईमा जाउँ भन न। हामी मुम्बईमा गएर हामी इन्डियामा गइराछौं। गाइस, बाटो हेर्नुस्। इन्डियाको मुम्बई हो। डोन्ट टच। यस्तो युट्युबरले अनि यस्तो गर्छन् त नि तपाईहरुलाई के भन्ने सुनको उताको अगाडि पुलिस मलाई खडा पुलिस है मन अनि किन अगाडि बसे कति दिन भयो तिमी यहाँ आको मुम्बई आको चाहिँ 2 डेज भयो अनि के गर्यो त मुम्बईमा खेले पढे के पढ्यौ तिमी भन त ल एबीसीडी ओहो हैन हजार अक्षर पढ्यौ ओहो के गर्ने होला अब खुट्टा तल राख खुट्टा तल माथि हैन बोल न अब हामी यहाँ आयौं भन न यहाँ आयौं बाटो हेर्नुस् बाटो कस्तो रहेछ राम्रो रहेछ अस्ति नै हामी यो भन्दा ठुलो बिल्डिङमा गएको हैन व्हाइट कलरको थियो व्हाइट टावर ओके गाइस मेरो गीत सुन्नुस् हेर्नु है तायो तुंगा कहानी एउटै मालाने पाली नीति महाकाली प्रत्येकका कोटी सम्पदाको आँचला बिरहरूका राकताल सोसन्तान आतला ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड प्यारो हम मात्रै भूमि नेपाल बहुजाति भाषा गर्नु संस्कृति तर विशाल अक्षर दाग्र रास्ता जय जय नेपाल थ्याङ्क यू Okay, another song. Another? Yes. What the song needed when I went to play down by the sea? When I climb up by the sea, the captain said to me, "We going this way, that way, forward, backwards, up and down, over the deep sea." Fuck you. I'm so close. Go phone order. Welcome.
ओके गाइस हामी अब गेट अफ इन्डिया गइरहेछौँ अब बाटो हेर्नु होला गेट अफ इन्डियाको त्यहाँ गेट अफ इन्डियामा गएर भिडियो बनाउँछु गाइस बनाउँछु त्यो गेट अफ इन्डियामा गएर भिडियो बनाउँछु गाइस त्यहाँ गएर पनि हेर्नु होला भनौँ न है म गेट अफ इन्डिया गएर पनि भिडियो बनाउँछु हेर्नु होला गाइस गेट अफ इन्डियाको ट्रेन हेर्नु होला ओके मामु होइसिन्छ आमा होइसिन्छ काकु होइसिन्छ बिबु छ बाबा होइसिन्छ म छु हामी कतिजना छौँ 5 जना 6 जना होला 1 2 3 4 5 6 यस हेलो हामी अहिले गेट अफ इन्डिया मुम्बईमा छौँ भने यो चाहिँ ताज होटल ओ माई गड तर एक्सपेक्टेसन जस्तो गेट अफ इन्डिया चाहिँ लागेन मलाई यो चाहिँ हाम्रो घुम्ने टोली हाम्रो आन्टी मेरा 2टा छोरा हेलो गर्दै यहाँ हाम्रो लम्बु मेरो छोराको काकु कति धेरै फोटो खिच्ने मान्छे पर पिस 50 रुपिस रे कति महँगो नि हामी अब इन्डिया गेट अफ इन्डियाबाट कहाँ जाँदा बोटिङ गरिरहेको छौँ बोटिङको लागि हामी रेडी छौँ कति पे गर्यौ यो चाहिँ हामी हाफ एन आवरको गेट अफ इन्डियाबाट बोटिङ गऱ्यो भने हाफ एन आवरको 130 रुपिस पऱ्यो हामीलाई यसलाई के भन्छ थाहा छैन गेट अफ इन्डियादेखिको समुद्र देखिने दृश्य खै दाइ अगाडि गइसक्नु टोली के गरिरहेछ रेस्ट गरिरहेछ घुम्न आएर अनि मेरो यो ठुलो छोराको त कामै छैन एकदम लजाएर कहिले हुन्छ यो लजाउनेवाला मेरो यो चाहिँ मेरो के हो जति बेला पनि भोक लाग्यो भन्ने छोरो भोक लाग्यो छोरो यो मुम्बईको गेट अफ इन्डिया हामी आजबाट चाहिँ हाम्रो डे 1 हो आज मुम्बई टुर यसपालि चाहिँ हामी एकदम लङ भ्याकेसन अनि हाम्रो मेरो चिल्लर टिमसँग घुम्न आउँछु यसपालि चाहिँ पुरै मैले बच्चाहरूलाई पनि घुमाउने उस छ मेरो मुम्बई मेरो बच्चा चाहिँ नेपालभन्दा बाहिर आएको चाहिँ फर्स्ट टाइम यिनीहरूले अहिले ट्रेन पनि देखिसकेका छन् ट्रेन चढे बिबु कस्तो लागिरहेछ तिमीलाई मुम्बई कस्तो राम्रो इन्जोय अलि साइड पिरो खाना छ त्यही भएर तिमी जे पनि खाना पर्दो रहेछ कि रहेनछ त है फर्स्ट भनेको गेट अफ इन्डिया थियो भने अब हामी यहाँबाट निस्किँदैछौँ हामी नेक्स्ट ठाउँ कहाँ जाने अरे कहाँ
बाबालाई सोध सपिङ होइन बाबा हामी अब कुन ठाउँ जाने हो हामी अब बिटी जाँदैछौँ हामी अब बिटी जाने नाइट वाक हान्ने राम्रो देखिन्छ अब हामी रात बेस्ट टाइम टु गो बिटी इभिनिङ Yes. इन इभिनिङ कुन म्याग्नेट पिरो छ नेसनल डिस मुम्बईको वडापाव हमारा हो गया पैसा आइए बोलिए यहाँ पे जाओ हर के शान्तिको त फेरि फ्रुट छ नि त आइए जी बोलिए तैँले के खाँदै हो मुम्बईको वडापाव कस्तो भइरहेको वडापाव पिरो छ छैन कस्तो लागिरहेको छ तिमीलाई यता राम्रो अब ट्राभल गर्दा कस्तो हुँदो रहेछ त जे पनि खानुपर्छ रहेछ नि खानु नि कहाँ जाँदैछौ तिमी मरिन ड्राइभ भनेको त्यो चाहिँ बिचै हो होइन केमा बसेर जाँदैछौ बिचमा के छ कस्तो लागिरहेछ मुम्बईमा आएर मोडमा बसेर हिँड्नलाई राम्रो तिमीलाई इन्डिया चाहिँ कस्तो लागिरहेछ आज घुम्यौ नि अलिअलि निरु भाडा कसरी उठाउने हो के अरे मरिन ड्राइभ 20 भन्न त ल 20 मरिन ड्राइभ तिमी यस्तो साय भएर त हुँदैन नि त तिमी त स्कुलमा मात्र बोलेर हुँदैन नि यहाँ चाहिँ हामी मरिन ड्राइभमा आज मरिन ड्राइभ पनि घुम्यौँ गेट अफ इन्डिया मरिन ड्राइभ चाहिँ यस्तो दामी छ नि बल्ल विदेशी भाइब्स जस्तो लाग्छ क्या सफा एकदम यो झुपडा झुपडी चाहिँ यो एरियामा चाहिँ कहीँ देखाएको छैन राम्रो चिटिक्कको ठुला बिल्डिङहरू सँगसँगै चाहिँ बिच अनि यसलाई चाहिँ एकदमै राम्रो देखाइरहेको छ क्या यहाँको चाहिँ Hello guys, we are in the 2-floor bus. I'm in the top floor of the bus, and we are going to the BP of India. Now, What we have eaten today? now, this is the end. This is the last place we are going today in this day. Let's see you in BP. हामी चाहिँ यहाँ बिटीमा छौँ यो चाहिँ यस्तो देखिँदो रहेछ रातिको समयमा यस्तो दामी लाइटिङले चाहिँ राम्रो देखिँदो रहेछ चाहिँ मुम्बईको नगरपालिका होइन यो चाहिँ नगरपालिका अनि यो चाहिँ रेलवे स्टेसन बेस्ट यो चाहिँ मुम्बईको बेस्ट रेलवे स्टेसन योभन्दा नि यसको यो आर्किटेक्चर यस्तो दामी लाग्यो यसको डिजाइन नगरपालिका अफिसको गुड मर्निङ आज चाहिँ हाम्रो मुम्बईको सेकेन्ड डे अब हाम्रो भर्खर हामी के गर्यौँ उठ्यौँ अब हामी कहाँ जाने फर्स्टमा अब पहिला हामी फ्रेस हुन्छौँ फ्रेस भएपछि हामी गणेश मन्दिर जान्छौँ मेरो छोराहरू चाहिँ थाकेको छैन रे उठेपछि चाहिँ यिनी त थाकेर म थाकिसकेँ भन्दै आएर सुतेको नचलेको सुतिन् हामी चाहिँ तिमी फर्स्ट टाइम होइन कस्तो लागिरहेछ अब
राम्रो यहाँको फुडहरू कस्तो लागिरहेछ राम्रो तिमीलाई कस्तो लागिरहेछ राम्रो तिमीलाई त लागेको छैन होला अब चाहिँ हामी रेडी हुन्छौँ अब मन्दिरको लागि अब हामी फ्रेस भएर हामी रेडी हुन्छौँ त्यसपछि हामी फेरि मन्दिरमा मेरो सानो रोएकी छिन् अब हामी कहाँ जानु लाग्छ साना मामुलाई माया गरिदिन्छन् फेरि सिद्धिविनायकै टेम्पल मुम्बई हेलो गर्दै साना जाने हो नमान्छौ कहाँ जाने अब हामी शिव कहाँ जाने अब हामी गणेश मन्दिर अब मैले अहिले ट्याक्सीलाई खोजिराखेँ अनि हामीहरूले त्यो ट्याक्सी त्यसको लागि हो भने त्यो सिद्धिविनायक टेम्पलमा जानको लागि त्यो ट्याक्सी खोजिरहेँ अब हामी सिद्धिविनायकमा हजुरहरूसँग अनिहरूले त्यो सिद्धिविनायकको त्यो ठाउँमा कमेन्ट गर्नु होला कस्तो छ यहाँ मुम्बईको सिद्धिविनायक टेम्पल आएको छ तर भित्र चाहिँ क्यामेरा निषेध गरेको छ बन्दर होइन हामी अहिले चाहिँ हामी लन्चको लागि नजिकैको एउटा रेस्टुरेन्टमा आएको छ अनि मेरो यहाँ बन्दरहरू के बन्दर नहीं हम बंदर नहीं है चक 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 गरेर अब क्यामेरा अफ तिमी के खाने हो मैले चाउमिन 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 अनि हम बंदर नहीं भेज मोमो हम बंदर नहीं तिमी कहाँ लन्चको लागि भन लन्चको लागि हामी चाहिँ कहाँ जाँदैछौँ दिदी सिलिङ जाँदैछौँ अनि मुम्बई यता चाहिँ मुम्बई जस्तो छ हामी अब सिलिङ हेर्न जाँदैछौँ भिडियो ल भिडियो एउटाले भन्छ क्या अहिले तर लास्ट नाइट भयो ल 300 तर 150 भन्छ
टच एक ए जल्दी कर हाथ अंदर लो हाथ अंदर लो हाथ अंदर हाथ अंदर हाथ अंदर हाथ अंदर सही है आज चाहिँ हामी दिउँसोको 2 बजेदेखि हामी घुम्न निस्केको छौँ। हामी कहाँ जाने भन्ने कुरा चाहिँ थाहा छैन। आज ऱ्यान्डमली घुम्ने तर पानी आज बिहानदेखि यति ठुलो पानी पर्यो। त्यही भएर के भयो त हामीलाई डिस्टर्ब भयो। डिस्टर्ब भएर हामी के गर्यौँ खाना खाएर बल्ल हामी निस्किने टाइम भयो। अहिले चाहिँ पानी बिदो भइरहेछ। अब मेरी छोरी जूमा मुम्बई बोटानिकल गार्डन एन्ड जूमा छ। यो चाहिँ कस्तो राम्रो क्या है रानीबाग जाऊ 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 मुम्बईको पार्कमा बोटानिकल गार्डन एन्ड जू राम्रै आएछ नि त Yamin tuh apa waktu swimming lah? Swimming kan dia tuh? Ya, refrigeration melewati bag dewdrops.
ए हामी देख फोटो काट्ने नि थाम आपल्याला बघून विचार केला आहे बिबु हेर त यता हेर निर बिबु यता हेर ल तिमीले आज मुम्बईको जूमा आएकी छौ होइन तिमीलाई कस्तो लागिरहेको छ त्यो जू चाहिँ अनि पेन्गुइन तिम्रो पेन्गुइन हेर्ने मन थियो होइन पेन्गुइन देख्यौ होइन के गर्दो रहेछ त पेन्गुइनले माछा खायो अनि हिँड्यौ कसरी हिँड्यो रे ल हिँडेर देखाइदेऊ त्यसरी आउँदैन अनि त्यसो चाहिँ अनि के गर्यो कसरी जम्प गर्दो रहेछ स्विमिङ गरेको देख्यो होइन कसरी पानीबाटै जम्प गरेर कहाँ गयो त बाहिर गयो होइन त्यो पेन्गुइनको त्यो कहाँको थाहा छ तिमीलाई द मुम्बई जू कस्तो तिमीलाई हाम्रो काठमाडौँको जू राम्रो लाग्यो कि उसको मुम्बईको किन एक्स्ट्रा एनिमलहरू छ यहाँ हो गोल्डन ज्याकल ल हेलो गर हेलो गर हेलो देख्यौ ज्याकललाई देख्यौ ओ बेबी रहेछ रहेछ होइन बेबी यो दुईटा ज्याकल त यहाँ पनि छ त मेरो लाउ चल मेरो मेरो किन नराम्रो लाग्यो त किन नराम्रो लाग्यो तिमीलाई आज चौथो दिन पनि मुम्बईमा छौँ मुम्बईको आज द मुम्बई जू भन्नेमा घुमिरहेको छु आज बच्चाहरू एकदमै इन्जोय गरिरहेछन् बच्चाहरूले यो चाहिँ द मुम्बई जूको बाहिरको एरिया होटलको चेकआउट गरिसक्यो अब हामी एउटा ट्याक्सीको लागि वेटिङ गरिरहेछौँ अब हामी कहाँ जान्छौँ सरी अब पहिला हामी रेलवे स्टेसन जान्छौँ सीएसटी रेलवे स्टेसन हाम्रो चाहिँ 4 बजेको ट्रेन छ 4 बजेको ट्रेन अनि आज हामी 4 बजेको ट्रेन छ 4 बजेपछि हामी कहाँ जान्छौँ आग्रा भोलि आग्रा कति बजे पुग्छौँ भोलि 7 बजे 7 बजे बिहान चाहिँ हामी आग्रा पुग्छौँ अनि हामी आग्रा घुम्छौँ ल लेट्स लास्ट डे इन मुम्बई हामी चाहिँ अहिले
ट्याक्सीको वेटिङमा छौँ। अनि मेरो बच्चाले यस्तो हेर्छ। बच्चाहरूसँग यति लामो टुर चाहिँ हाम्रो फर्स्ट टाइम थियो। हामी घटस्थापनाको दिन चाहिँ घरबाट हिँडेको छौँ भने अब कहिलेसम्म घर पुग्छ हामीलाई थाहा छैन। अनि बच्चाहरू आज 5 दिन मुम्बई घुम्यो। अबको केही दिन चाहिँ हाम्रो आगरा, वृन्दावन अनि दिल्ली। अनि दिल्लीबाट चाहिँ हामी घर पुग्न जान्छौँ। यो बिरालो हो, यो चाहिँ कुकुर हो। हाम्रो ट्याक्सी आइसक्यो। ल हिँड। हाम्रो ट्याक्सी यो चाहिँ हामी चाहिँ मुम्बई दादरमा बसेका थियौँ। यो चाहिँ ओके यो जुस यो युट्युबर नम्बर जुसवाला भाइ हो। यो मामु, यो मेरो सानी छोरी।